सुरु नमस्कार, म चाहिँ अनिल कुमार बस्नेत, म चाहिँ मुक्तिनाथ कृषि कम्पनीबाट र हाम्रो उहाँ सर हुनुहुन्छ। हामीले जुन फोर क्रप सेडको यन्त्र डेमो गराएको थियौँ, हजुर सरको नाम भन्नुहोस्। नमस्कार हजुर, मेरो नाम किलत कुमार गौतम हो। मेरो भरतपुर 25 शुक्रनगर एरिया पर्छ। शुक्रनगर होइन, शुक्रनगर होइन। हामीले यहाँनिर फोर क्रप सेडमा यहाँ त हामी जुन खेतमा बसिरहेको छौँ, यो एरियामा चाहिँ हामीले एउटा डेमो गराएको थियौँ फोर क्रप सेडको। र यहाँको फरक भनेको सरले अहिले सरलाई पनि मैले देखाएँ होइन। अनि फोर क्रप सेडको काम चाहिँ के र कस्तो भन्ने चिज हामीसँग गोल्डेन छ, फिसर छ र सेड छ होइन। र हामीले सेड चाहिँ हामीले त्यतिखेर भर्खर फ्लावरिङ भइरहेको थियो है सर, भर्खर फुल सुरु भइरहेको थियो। र यो सेड हाल्नुको फाइदा र कारण भनेपछि कस्तो हुन्छ भनेपछि हजुरलाई फ्लावरिङमा त्यतिखेर भर्खर यतातिरको पनि फुल्दै र उता पनि फुल्दै थियो बोथ है। तर यहाँ के छ भनेपछि जुन फ्लावरिङ हामीले जुन सेड युज गर्दाखेरि चाहिँ यो प्रत्येक उसमा हेर्नुहोस् कोसा देखिरहेको छ है, दानाहरू है, फुल फुलेर यहाँनिर दाना विकास भइसक्यो। के अरे बिरुवाहरू बिरुवाबाट यहाँ बोट बिरुवाबाट प्रत्येक उसमा गएर हेर्नु यहाँनिर है, कसैको साइज सानो छ, कसैको साइज ठुलो छ। यहाँनिर फलहरू पनि यहाँ विकास भइसक्यो। यो हामीले चाहिँ डेमो गराएको फिल्ड हो है। यहाँनिर यो लाइनहरू अब यता हेर्नु, यहाँ यस्तो भनेपछि यसले जुन सेडको काम चाहिँ उसले चाहिँ राम्रोसँग काम गरेको यहाँले देखिरहेको छौँ हामीले। यहाँ हेर्नुहोस् हो भनेपछि यो लाइन भनेको अब प्रत्येक उसमा गर्दाखेरि हामीले जुन सेड स्प्रे गरेको थियौँ ल है, यो प्रत्येक बोट बिरुवामा फलहरू लागिसकेको छ। फल अब यहाँदेखि यो कुरादेखिबाट हामीले स्टार्ट गरौँ होइन। अलिकति रोग लागेको कारणले गर्दाखेरि यहाँनिर फलहरू लागिरहेको छैन। र यसलाई पनि हामीले लेट लाइटको लागि मैले उहाँलाई सरसल्लाह पनि दिइरहेको पनि छु। र उहाँले दबाई लिएर आउनु र स्प्रे पनि गर्नुहुन्छ भन्ने मलाई आएको थियो। ल आउनुहोस् एकचोटि फेरि। अनि यहाँसम्म हामीले गर्दाखेरि यहाँ आउनुहोस् ल, यो लाइन हो नि सर? हजुर ल यसको है यो है यहाँ हेर्नु ल, प्रत्येकमा पोथी फुलले चाहिँ जुन चाहिँ गर्भाशय गरेर जुन चाहिँ हाम्रो यो कोसाहरू निकालिसकेको छ है, यहाँ विकास भइसकेको छ। यो र यो पनि होइन हाम्रो, यो पनि हो, यो लाइनमा पनि है। अब यहाँबाट सबै फलहरू निक्लिँदैछ भनेपछि अब यो लागेको एकैछिन देखाउनु त। यो भनेको हाम्रो फोर क्रप सेडको जुन युज गरेको यो प्लोट एरिया र नन प्लोट एरिया भनेको। अब यहाँ चाहिँ के छ भनेपछि भर्खर उसले फुल फुलेर एउटा दुइटा सँगै रोपेको एउटै दिन हो नि हाम्रो होइन। एकैछिन एउटै दिन एउटै समय है होइन। उता युज गरे भिटामिन युज गरेको सेट फोर क्रप सेट र हाम्रो यो नगरेको प्लट भनेपछि यहाँ भर्खर फ्लावरिङ हुँदैछ र एउटा दुइटा पाटोपुटे निक्लिरहेको छ। त्यहाँ फल लागिसक्यो र यहाँ फल निक्लिँदा बाँकी नै छ बिरु होइन। यही त हो नि सर होइन हाम्रो। भनेपछि डिफ्रेन्ट भनेको कस्तो हुन्छ रहेछ भनेपछि यसले चाहिँ जुन फ्लावरिङ चाहिँ चाँडो लिएर आएर र जुन यो दानाहरूको जुन यो फलको विकास चाहिँ त्यस्तै ल हेर्नुहोस् यस्तो ल, एउटै दिनमा रोपेको चिज होइन यो र यहाँबाट भर्खर यहाँ लिएर निक्लिरहेछ भनेको डिफ्रेन्ट भनेको यही हो। फल र लाग्नु र के अरे यो नलागेकोमा युज नगरेकोमा चाहिँ भर्खर भइरहेछ, कोसा लागिरहेछ भनेपछि यसमा चाहिँ कोसा चाहिँ ठुलो भइसकेको छ भनेपछि फरक त यसको यो हो होइन। जुन लागेको छ नि युज गर्नुभएको चिजमा हजुरले के गरिदिनु पर्यो भनेपछि अब यसमा चाहिँ फिनिसर भन्ने आउँछ एउटा है। फिनिसर हजुरले त्यसपछि युज गरिदिनु भयो भने हजुरले यसमा के हुन्छ अघि नै मैले भनिसकेँ हजुरलाई। अब हामीसँग 3 किसिमको हुन्छ। गोल्डेन भनेको जुन हजुरको बोट बिरुवा अहिले जुन रोग लागेको छ हजुरले त्यो चाहिँ बुझ्नुपर्ने हुन्छ। एउटा हामीले किसान भएपछि एउटा बुझ्ने भन्ने रोग भनेको पछिल्लो डरुवा र अग्लो डरुवा भनेको के हो सर भनेपछि हजुरलाई थाहा हुँदैन। म त चिज आज म भन्दैछु भनेपछि हजुरको यो जुन भदौ होइन, भदौ असोज कार्तिक मङ्सिर पुस माघ है, माघको हजुरको लास्टसम्म हजुरलाई चाहिँ के हुन्छ भनेपछि यो पछिल्लो डरुवा लाग्ने जुन पात पहेँलो डढ्ने भनेपछि पछिल्लो डरुवाले हजुरलाई आक्रमण गर्छ है। त्यसपछि हजुरको यो अनि असार साउन के अरे वैशाख जेठ असार साउन भदौ होइन, यो चिजमा चाहिँ हजुरले अगुल्टे डरुवा अगाडि लाग्ने। अनि त्यसपछि हजुरलाई यिनीहरूलाई चाहिँ नियन्त्रण गर्नको लागि अहिले यो अगुल्टे पछिल्लो डरुवालाई नियन्त्रण गर्नको लागि हजुरले यम कन्ट्रोल युज गर्नु। त्यसले हजुरलाई
त्यो रोग निको भइसकेपछि अनि गोल्डन युज गर्नुहोस् जुन अस्ति हामीले टिन्चर हाल्यौँ यहाँ त्यो गोल्डन हालिदिनु भयो भने त्यसको पनि हजुरले फेरि A1 रियल हजुरले आफै भन्नुहुन्छ